हालेर बनाएको कपडा ता गर्नु पर्दैन नि यतिकै राख्नु सक्नुहुन्छ हैन यस्तो गरिराख्नु त ल गरिराख्नु है नलाउनु थोप पनि नलाउनु ल वाइल सिगार आएका छे पकाटी जाने ए डाइनेट गरे उसलाई खुवाइदिँदा कस्तो छ यो पोकले लगिन नापिरहेको थियो साट्नलाई ओके यु स्टार्ट ओके गाइज English talent man 6 class 8 पढिङ and exam while coming राम्रो मिन्स nice future I want a nice future in future salute jai Nepal Vlog Epa 2 So hello everyone welcome to Sara vlog अनि I hope हजुरहरु सन्चै हुनुहुन्छ होला अनि आफ्टर लङ टाइम म जस्तो भिडियोहरु चाहिँ खासै युट्युबमा हालेको छैन अनि अब यतिकै बस्नु भन्दा बरु भिडियो बनाऊँ न त जस्तो सोचेर अनि आज चाहिँ के ल्याएछ भन्दाखेरि चटपटे यतिकै र्यान्डमली चटपटे बनाएको अनि हामीसँग चाहिँ कोक छ अनि मेरो साइडमा चाहिँ एनटीआर ब्लगर 07 हैन yes उसलाई पनि सब्स्क्राइब गरिदिनु होला भर्खर न्यू गाइस चेक इट आउट है त्यहाँ गएर चेक इट आउट है कसको सब्स्क्राइबर छ यो आइडी चाहिँ मैले कति 1 वर्ष बढी नै भइसक्यो मैले बनाएको अनि अब ब्लगर हाल्छु भनेको थिएँ अब त्यस्तै हो बनाउन अलि मलाई पनि सब्स्क्राइब गर्नु म चाहिँ भनिदिन्छु हजुरलाई उनीहरू सब्स्क्राइब गर्दै भनेर क्या हजुरले भन्दै हो त हजुर भन्दा ज्यादा तर पनि जतिजनाले त्यस्तै 800 पुग्न आइरहेछ पुगेको 100 पुग्न आइरहेछ खासमा चाहिँ हामीले सँगै च्यानल खोलेको मेबी हैन अनि फर्स्टमा चाहिँ उसको 20 हुँदाखेरि मेरो 50 भइसकेको थियो अनि मैले चाहिँ ऊ त भन्दा त मेरो धेरै सब्स्क्राइबर छ भन्दै हेप्थेँ हैन तर ऊ चाहिँ एक्टिभै छ अनि घुमेकोहरू भिडियोहरू आइरह हुन्छ उसको अनि म चाहिँ त्यस्तो एक्टिभ थिएन त्यस्तो त्यो भिडियोहरू बनाउन नि आउँदैन पनि अनि बनाएन पनि अब म मेन्सन गरिदिन्छु म नि के गरेर चेकआउट गर्नु सबैले हेर्दिनु होला हैन जस्ट राम्रो लाग्छ होला हजुरलाई भ्लगहरू मेरो पनि हैन त्यही हो खाने ओसिन्छ पुरा कोक खाम ल विदाउट डिले हामी चाहिँ खान्छौँ पिरो चाहिँ वाइन नै पिरो छ कोक म फेरि त्यति पिरो पनि खादिन कोक छ कोक पहिला खा भन्दा नि गइहाल्छ यहाँ त भरे त पिरोले गाइस म चाहिँ कोक बचाएर राख्छु भरे पिरो भएर चाहिँ चस पिरोले यहाँ चसोला जस्तो छ पसिना आइसक्यो अहिले नि अघि नै थोरै चाखेको छ नि त पिरो भएछ यार त्यो के भन्छ जिरे खुर्सानी त्यो सुकाएर राखेको पिनेको थियो अनि त्यो खुर्सानी चाहिँ आफ्नै गमलामा गरेको त्यो माथि चाहिँ करेन्ट कुरकुरे होइन मिठो पनि छ पिरो पनि छ म चाहिँ धन्न अब पहिलादेखि चटपटे लभर भएर अलिकति पिरो भए पनि खान सक्छु क्या मैले चाहिँ हिजो एक्लै खाएको थिएँ सर्ट्स हालेको थिएँ मैले यतिकै ऱ्यान्डमली यतिकै भिडियो बनाउनको लागि गरेको थिएँ तल गएछ क्या मिठो आयो पिरो बढेर आइसक्यो त्यो माथि गर्मीले गर्दा पसिना आइरह के छ ढ्याङ गरेर लुकीले पसिना आइसक्यो फ्यानको भने डिस्टर्ब हुन्छ मलाई चाहिँ फेरि पिरो भएपछि टाउको चिलाउँछ क्या को खायो भने फेरि पिरो भइहाल्छ क्या धेरै बेसी वर्ष मेरो कपाल झर्या हो कि क्या हो कपाल रहेछ मेरो होइन कुकुलीको होला खासमा चाहिँ दिउँसो बनाउनु थियो आज दिउँसो घुम्न गएको थियो नगि भर्खरै आएको अनि खाजा के खानु भएको थियो ल खाऊँ न त बनाइदिउँ न त भनेर खासमा चाहिँ मैले भिडियो ल्याउँदिन्थेँ उयोले भिडियो बनाउनु त ल भनेर मात्र हो
भिडियो होइन मलाई चटपटा खानु मन लागेको थियो गाइस त्यसको लागि हो आज उसलाई चटपट खानु मन लागेको छ अनि त्यसपछि के अरे चटपट खाएको भिडियो बनाऊँ न त युट्युबमा भन्दै रहेछ पिरो हुँदा अब चाहिँ हुन त पिरो खाने मान्छे नै हो तर पनि खोइ किन हो पिरो भएर गरिम भएर न हो क्या हो अन्त टाउको साउको चिलाउँछ पिरो भएपछि त ओठ फुलेर आइसक्यो पिरोले मेरो फेरि यहाँ गिजामा घाउ भएको क्या यस्तो यस्तो पुरै पिरो भएर झाना गरेर खाएका खोर्सानी खोर्सानी खुवाइदिन्छु आफ्नै यत्रो खाएको झन् लास्ट पिरियड तर अलिकति पछाडि आउनु एउटा थम्बनेलको लागि यस्तो गर्न हात अलिकति घोप्टाउनु प्लेट यस्तो म यस्तो गर्छु हजुर अब त्यस्तरी हेर्नु न पेट पुऱ्यो माग्छु झन्डै सक्यो मसाला खानु मसाला यत्रो छ हजुर पैसा आएर अहिले झोल गिलो भयो भन्छ नि दिनमा अब ठिक्क भयो होइन पिरोले गाड फाट्ला जस्तो छ यहाँ झोल बेसी बाक्लो बनायो भने नि त पछि भुजा कस्तो फ्यात्तै हुन्छ क्या डल्नु पर्छ सकिन क्या पुऱ्याउनु सकिन्छ पुऱ्याउनु पुऱ्याउनु सकिन्छ म त खान्छु चटपटे लभर भन्दैछु त भर्खर ग्यास्ट्रिक भन्नु अर्को त आफूलाई त अहिले राति हस्पिटल दौडाउनु पऱ्यो भने तना बुन्छ यसलाई अस्ति राति 11 बजे दौडा थियो मलाई हल्का प्रब्लम छ क्या हस्पिटल चाहिँ धेरै गइसक्यो के प्रब्लम हो त्यो चाहिँ थाहा छैन कस्तो ग्यास्ट्रिकले चाहिँ भने अनि यस्तो पिरो चिल्लो पिरोहरू हटाउनु खानु हुँदैन नि त यस्तो अब यस्तो छाती हो कि यो कुन साइड हो यस्तो टाइपको चाहिँ दुख्छ क्या हल्का हल्का मेरो सानोको कहानीहरू छुट्टै छ नि त सो त्यही कारणले गर्दाखेरि पनि अहिले प्रब्लम आइरहेको छ कि अलिकति नभए यो एजमा चाहिँ त्यस्तो प्रब्लम चाहिँ नआउनु पर्ने हो सो गाइस यस्तै हो आसु मागसम दाल अलिक दिनुपर्ने क्या ल को फर्स्ट खेल्यो च्यालेन्ज ल अनि छिटो खाइन्छ क्या यो प्लेट ठुलो भएर चटपटे थोरै थियो क्या हो यहाँ त कति धेरै हो त यो गाई यो चाहिँ प्लेट ठुलो भएर है चटपटे थोरै देखायो प्लेटै यत्रो ठुलो 3 जनाले भात अट्ने पुग्ने सायद अघि भुजा हालेको देख्नुहुन्छ होला होइन त्यत्रो थियो यो गिलोले गर्दाखेरि त्यो उयो भएको हो क्या ठुलो बाटाको एक बाटा बनाएको थियो 2 जनाको लागि सानो आयो गाइस डोन्ट माइन्ड म चाहिँ हातले पुस्दिन्छु ए उसको भन्दा धेरै छ मेरो कोक साट्न आँट्यो उसको धेरै छ मेरो साट्न आँटेको उसको भन्दा मेरो धेरै छ क्या नो 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 को फार खाने र ल हुन्छ कि नै को फर्स्ट बिस्तारै खानु र बिस्तारै खानु म चाहिँ रेसिपी पनि हालिदिन्छु त्यस्तो त बनाउँदैन जस्ट घरमा के छ त्यही मात्र हालेर बनाएको हो कपडा खै कुकुरको भुत्ला मासला लुबीको भुत्ला
अघि यहाँ कोठामा छिरेको डेन्जर हङ्गामा गरेर देख्नुहुन्छ नयाँ कुकुर हो कि के को आइरहनु न तर कुकुर त्यस्तै हो टाइपको होला। छ छ्या हुन त तेरो पनि त्यस्तै कर्ले कर्ले टाइपको कपाल त तेरो होला मेरो त सुँगुर हो अगाडि गाइस तर कुकुर पिरो ए बढी भएर कुरकुरे त कस्तो फैसा फैसा भयो दाँतमा टासिन टाइपको क्या सो गाइस हामीले चाहिँ यस्तै भ्लगहरू ल्याउँछ अलिक सपोर्ट गरिदिनु होला ताकि उसलाई पनि अलिकति मोटिभेट भओस् न होइन उसले अरू अरू च्यालेन्जहरू पनि ल्याउँछ होइन मिक्स हो क्या मेरो त घुम्न गएको नै हाल्छु मुखबाङमा पनि हुन्छ सिगार आइसक्यो यो त कहाँ अगाडि यहाँ बसेको मान्छे उता बोल्दा बोल्दा अगाडि बुझ्यो बुझ्यो म त फेरि बेसी बोली पठाउँछु क्या अब आफ्नो त भ्लग गरिराख्नुपर्छ नि त अनि त्यसले गर्दा चाहिँ बानी भइरहन्छ कसले फर्स्ट खाने आमा अन्त सकाइसकेको छ यार बोल्दा बोल्दै सिगान तान्दै भए पनि खानुपर्छ पेट दुखेर लाग्छ छोडिदिनु पेट दुख्नु म चाहिँ खाँदिनँ छोडिदिनु अन्त नै नजा आज म जति पनि खान सक्छु अझै हाल अझै हाल हो क्या न पहिला भएको भए म जति पनि खान सक्दै गाइस साँच्चै भन्दा पेट दुख्यो अहिले त्यो प्रब्लमले गर्दाखेरि मात्र हो आफैलाई अलिकति घरि घरि डर लाग्छ अनि सो त्यही भएर म बेसी खाँदिनँ क्या त्यस्तो चिल्लो पिरोहरू नभए कस्तो खाने मान्छे हो नि म अघि त भुजा पुग्यो भन्दा भन्दा अझै हाल अझै हाल अझै हाल मलाई त पुग्यो आफै नि त्यो घुँडा चाहिँ किन हाने यस्तो आदत भइरहेको छ खोर्सानी किन नखा भन्छ म त पिरो खाने मान्छे हो तर पनि कस्तो पिरो चाहिँ त्यस्तो है त्यो जिब्रो र यो कान चाहिँ कस्तो कस्तो भइरहेको एउटा एउटा च्यालेन्ज यस्तो यस्तो हुनु भने क्या त्यो पिरो खान्छ नि एकदम पिरो सरे होइन अनि त्यसपछि केही हलचल नगर्ने क्या मुखलाई चाहिँ यत्तिकै राख्ने क्या त्यस्तो आगाउनै पर्दैन नि केही नखाइकन बस्ने चाहिँ बरु यतिकै राख्नु सक्नुहुन्छ कसैले कस्तो अरे वाइल्ड पिरो हुँदाखेरि यस्तो कसले सजिन्छ मुख बन्द गर्दा चाहिँ गाह्रो हुन्छ होइन यस्तो गरिराख्नु त ल गरिराख्नु है नलाउनु थप्पै नलाउनु अनि दुखिहाल्छ नि त्यो दुख्दैन वाइल्ड पिरो सिगार आएका छे काटिजाने मलाई हालिदिन्छु म त यो डाइनेट गरेँ हाइलाइटर टक्कै गरेर यहाँ सिँगन डाँडा उसलाई खुवाइदिन गोबर खाइदियो नि के गर्नु उसलाई खुवाइदिन कस्तो छ यो पोकली उठ्या आफूले अघि नापिरहेको थियो साट्नलाई Guys, so we finished finally. बोल्दा बोल्दा खाँदा खाँदा पिरो हुँदै सक्यो ल एन्डिङ गर्नु भिडियोको आजको लागि चाहिँ भिडियो यति नै आई होप यु गाइज लाइक इट अनि यसले हेरेको अरे इङ्ग्लिस पढ्दैन क्या यसलाई Hi, I can speak better than you. Do you want a challenge? 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 ल। ल के जो नेपालको त्यसले एक झावड खायो ल ओके यु स्टार्ट Okay. What doing in भविष्य? Oh, future. In future. भविष्य future. In future, what you wanna doing? Guys, English talent man. Tell me. 8th fail student. No 8. No it.
Maybe 6th class. 8 पढिङ and exam while coming oh sorry while is coming exam Oh my son. then I'm leaving त्यो school because of some that issues right. You speak. See guys, I win. This is my talent. Repeat How I this. do. I read English. See? Okay, tell about your future plan in English. Future plan. First of all, I'm motor vlogger. Yeah. First of all, I want to be a blogger. Hey. 1 minute, mic. Okay. Okay. First of all, I want to be a blogger, motor vlogger. So second thing, I wanna that राम्रो future. What राम्रो means? Nice future. I want a nice future in bhavishya, in future. Eh? I want a nice future in future. Bright future होला नि. Oh, I want a bright future. In future. What? Why laughing? Why laughing? Oh my sis? god. His English. Not his English. Oh, yeah, my English. Anything else? Anything else? Tell something about my dead viewers. So, all of you, Fast. so all of you, guys, if not eyeing English, then how to say, yeah? That's why all of you. Salute. Jai Nepal. शुद्ध नेपाली लास्टमा के भन्न अंग्रेजीको बच्चा हो क्या लास्टमा के भनिदियो भने अन्त ओके सो लास्टमा चाहिँ कुरा गर्नु पर्दा थ्याङ्क्स फर वाचिङ आवर भिडियोज है इफ यु लाइक इट कमेन्ट सब्सक्राइब है एन्ड अरू कुनै च्यालेन्ज हजुरहरूलाई मनपर्छ यदि अब कुनै च्यालेन्ज यिनीहरूले गरोस् भन्ने टाइपको लाग्छ भने सो कमेन्ट गरिदिनु होला होइन एन्ड अर्को सबभन्दा मेन इम्पोर्टेन्ट चिज चाहिँ सब्सक्राइब आवर च्यानल भयो या पिरो नि गयो बिस्तारै जाँदैछ पिरो मैले भन्नु पर्दैन है लाइक सो गाइज आजलाई यति नै आई होप यु लाइक माई भिडियो अनि प्लिज लाइक सेयर एन्ड सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु नमस्ते ढोकिदिया ढोक्दिया Bye. Thanks for watching. guys